विश्वासीहरू तपाईँ ऱ्याप्चर भनेर तर्सिन्छ, तर प्रभुलाई चिन्ने व्यक्ति तर्सिँदैन। म त सबैभन्दा खुसी हुन्छु, किनभने मलाई थाहा छ त्यो प्रेम यसमै सिद्ध हुन्छ कि जजमेन्ट डेमा पनि म के ठहरिन्छु? धर्मी ठहरिन्छु। किनकि मलाई थाहा छ के भन्नु त नेक्स्ट पढ्नु, किनभने जस्तो उहाँ हुनुहुन्छ जस्तो उहाँ हुनुहुन्छ भन्नु त, जस्तो उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो होइन, हुनुहुन्थ्यो त्यो क्रुसमा भन्दा अगाडि आएको येशूको कुरा, मरियमदेखि जन्मेको येशूको मात्र कुरा गरेको होइन। जस्तो उहाँ हुनुहुन्छ भन्दा अहिले जस्तो उहाँ स्वर्गमा हुनुहुन्छ हामी पनि त्यस्तै नै स्वर्गमा गएर त्यस्तै हुन्छ होइन। हामी यहाँ नै यस पृथ्वीमै येशू जस्तै छौँ, किनकि हामीले कसमाथि विश्वास गरेको छौँ? बाउरी उठिसकेको येशू। भनौँ त क्रिस्चियन भनेको चाहिँ नि क्रुसमा झुन्डिरहेको येशूले गर्दा भएको। क्रुसमा झुन्डेर पनि बुझ्नुहुन्छ नि, शैतानसँग लडाइँ खेलेर पनि, मृत्यु र जीवनको चाबी लिएर पनि तेस्रो दिनमा बाउरी उठिसकेर स्वर्गमा पिता र पुत्र एक भएको भएर मात्र होइन, उहाँले फेरि पनि पवित्र आत्मा पठाइकन पनि उहाँ पवित्र आत्माद्वारा हामीमा आइसकेर जुन चाहिँ जीवन पाएको छ नि, यो जीवन जिउनेहरूलाई क्रिस्चियन भन्छ। आमेन। सो भन्नु मतलब चाहिँ क्रिस्चियन भनेको चाहिँ नि परमेश्वरको जीवन जिउनेहरूलाई के भन्छ? इङ्ग्लिसमा भन्नुपर्ने चाहिँ नि डिभाइन लाइफ, जो स्वर्गीय जीवन छ त्यो चाहिँ हाम्रो शरीरमा जिउने व्यक्तिहरूलाई नै हामी के भन्छौँ? क्रिस्चियन भन्छ। आमेन। सो भन्नु मतलब चाहिँ रेजरेक्टेड क्राइस्टले गर्दा हामी के भएको? विश्वासी भयो। आमेन। बाउरी उठिसकेको प्रभुलाई हामीले आफ्नो परमेश्वर बनाउँदाखेरि चाहिँ हामी के भएको? विश्वासी भयो। बुझ्नुहुन्छ? त्यो मरेको विश्वास होइन, मरेको यसो होइन, बुझ्छ नि? बाउरी उठिसकेर पनि पिता र पुत्र एक भएको जो स्वर्गमा, बुझ्नुहुन्छ नि? पिता पुत्रमा अनि पुत्र पितामा। दाहिने हात भन्दै गर्दाखेरि परमेश्वरको दाहिने हात यस्तो खालको हात भनेको होइन, बुझ्नुहुन्छ नि? एक हुनु भनेको, बुझ्नुहुन्छ नि? एक जसरी हात र मासु के शरीर जोडिन्छ त्यसरी नै पुत्र र पिता पनि एक भएको। त्यहाँदेखि उहाँले उहाँको नाउँमा पवित्र आत्मा मागेर संसारभरिको मान्छे व्यक्तिहरूलाई पवित्र आत्मा पठाएर जब हाम्रोमा त्यो एउटा जीवन आउँछन्, नयाँ जीवन आउँछन्, हौ त्यो जीवनमा हेर्ने व्यक्तिहरूलाई चाहिँ के भन्छन्? विश्वासीहरू भन्छ। आमेन। सो भन्नु त तपाईँभित्र एउटा डिभाइन लाइफ छ, भन्नुहोस् त मभित्र एउटा ईश्वरीय जीवन छ। यही जीवन देखेरै मान्छेहरू छक्क पर्ने विश्वास गर्छ। यही जीवन देखेर हाम्रोमा चमत्कार कामहरू हुइबस्छ। आज वेस्ट सिक्किम दरन्दनबाट सेवकाईमा जिउ पोलिरहेको व्यक्तिहरू, नानी त्यो कहिलेदेखि पलेको आमाहरू बसिरहेको छ होइन, कहिलेदेखि निन्द्रा नलाग्ने टर्चर भएको आमाहरू, दिदीहरू, बाबाहरू छ। यसरी वचन बोल्दा बोल्दै उसको पोल्ने कता गयो, उसको त्यो हुन्छ नि सबै नयाँ होला। किनभने हामीले बोल्दै गरेको शब्द कहाँबाट निस्किँदैछ? त्यो म भित्र भएको एउटा डिभाइन जीवन छ नि, त्यहाँ स्वर्गीय मान्छे जब बोलिन्छ नि तब ज्योति प्रदर्शन हुन्छ। आमेन। हौ त्यो मान्छेहरूलाई के भन्छ? हामी क्रिस्चियन भन्छौँ। चर्च कन्टिन्यू जाने पनि होइन, फास्टिङ मात्रै बसिरहने पनि होइन, बाइबल पढिरहने पनि होइन, को अरे डिभाइन लाइफ जिउने व्यक्तिहरूलाई के भन्छ? क्रिस्चियन भन्छ। आमेन। ह्युमन लाइफमा चाहिँ डिभिनिटी जब एक हुन्छ नि तब बुझ्नु तपाईँ खास जीवन सुरु। त्यही कारण प्रभुको वचनले भन्छ पहिलो आदम, पहिलो मान्छे चाहिँ खालि के मात्रै भयो? एउटा जीवित प्राणी मात्रै भयो। तर दोस्रो आदम यानि येशू ख्रीष्ट चाहिँ के भयो? जीवन दिने आत्मा हो। आमेन। भन्छ जबसम्म येशू ख्रीष्ट रेजरेक्ट हुनु भएन, जबसम्म येशू ख्रीष्टको पूर्ण उत्थान भएन, सबै मान्छेको जीवन कस्तो जिउँदै थियो? पुरानो पहिलाको आदमको जीवनमा जिरहेको। तर जस्तो येशू ख्रीष्टको फेरि दोस्रो जन्म भयो, येशूको जन्म नि यो दोस्रो आदमको जन्म चाहिँ कतिखेर भयो भन्दा चाहिँ नि त्यो आमाको गर्भ है मरियमको कोखबाट जन्मिँदै गर्दाखेरि त्यसलाई दोस्रो आदम भन्छ। त्यतिखेर एउटा मान्छे ह्युमन बिङ येशू जो के हुने? इमानुएल हुनुहुन्छ, बुझ्नुहुन्छ नि? तर रियल आदम चाहिँ जब पनि पूर्ण उत्थान भयो त्यसलाई चाहिँ दोस्रो जन्म हुन्छ। आमेन। हौ त्यसको कुरा गर्नुभयो, अहिले म बुझाउँछु अहिले तपाईँ त्यो जीवन भन्नुहोस्। हामी दोस्रो जीवनमा चाहिँ किन चाहिँ येशू ख्रीष्ट हामी दोस्रो चोटि जन्मिँदा चाहिँ किन चाहिँ उहाँलाई चाहिँ सेकेन्ड आदम यानि अन्तिम आदम भनेको भन्दा चाहिँ कारण उहाँ चाहिँ महिमी जीवन दान। आमेन। किनकि उहाँ चाहिँ जीवन दिने आत्मा भयो। भन्नुहोस् त येशू ख्रीष्ट जीवन दिने आत्मा हुनुहुन्छ। के दिने आत्मा हुन्छ? संसारले हामीलाई मृत्यु मात्रै दिन्छ। जति नै संसारको ठुलो ठुलो पावर भए पनि हामीलाई के दिन्छ? एउटा मृत्यु मात्रै दिन्छ। जति नै ठुलो शक्ति, सबैभन्दा ठुलो शक्ति के हो संसार? होइन। के को लागि वार हुन्छ? न्युक्लियर पावर
तर ग्रेटेस्ट पावर के हो थाहा छ? जब बौरी उठ्दाखेरि नि मृत्युमा मरेको येशूलाई ढुट्टो बनाएको शरीरलाई फेरि जुन चाहिँ बौरी उठाउने शक्ति हुन्छ नि त्यो सबैभन्दा माथिको शक्ति न्युक्लियस पावर भन्दा पनि माथिको शक्ति चाहिँ के हो? बौरी उठाउने शक्ति। त्यही कारण प्रभुको वचनमा चाहिँ एफिसीको 1:19 पढ्नु होला। उहाँले परमेश्वरले सबै शक्ति एकै तालमा त्यो चिहानमा पठाउनु भयो अनि त्यो चिहानबाट येशू ख्रीष्ट बौरी उठाएर जीवन दिने आत्मा बनिकन उहाँ बौरी उठ्नु भएको छ। आमेन। सो भनौँ तपाईँलाई जीवन चाहिन्छ भने, तपाईँ जीवनमा जिरहन चाहन्छ भने नि बौरी उठिसकेको येशू ख्रीष्ट अगाडि गइरहनु। उहाँको कन्सियसनेसमा जिरहनु। म भित्र चाहिँ बौरी उठिसकेको येशू ख्रीष्ट हुनुहुन्छ। मृत्युलाई जितिसकेको, मृत्युको खिललाई पनि निलेको होइन। उहाँ फेरि पनि जस्तो छ त्यस्तै पुरानो पहिलाको महिमा भन्दा पनि दोस्रो महिमा यानि बौरी उठिसकेको महिमा झन् ठुलो हो। बुझ्नुहुन्छ नि? किन उहाँ के भयो? जीवन दिने आत्मा बनिसकेको आत्मा चाहिँ हामीतिर आउँछ। त्यही कारण प्रभुको वचन रोमी 8:11 त्यही कारण येशू ख्रीष्टलाई मरेकोबाट बौरी उठाउने आत्मा यदि तिमीहरूमा छ भने पनि मरणशील शरीरलाई पनि उहाँले के दिन सक्नुहुन्छ? जीवन दिन सक्नुहुन्छ। किनकि उहाँ चाहिँ अब जीवन दिने आत्मा हुनुहुन्छ। आमेन। भन्नु मतलब नि मृत्यु त उहाँमा छँदैछ। भन्नुहोस् त ख्रीष्टमा मृत्यु छँदैछ।